नमस्ते, म विवेक श्रेष्ठ। म चाहिँ यहाँ रत्न इम्पोरियम पोखराबाट। हामीले टिभीएसको आइक्युब किनेको सायद 2 महिना जति भयो होला। यो हामीले एक्सचेन्ज अफरबाट नै लिएका थियौँ र मलाई एक्सचेन्ज गर्दाखेरि मैले पेट्रोलको बाइकसँग एक्सचेन्ज गरेको थिएँ र अहिले आएर पेट्रोल बाइकसँग एक्सचेन्ज गर्दाखेरिको जुन चाहिँ एक्सपिरियन्स चाहिँ धेरै नै रमाइलो भइरहेको छ। किन भन्नुहुन्छ भने प्रायः त जुन चाहिँ हाम्रो कस्ट हुन्छ महिनाकै जस्तै तपाईँको 4-5 हजार त तपाईँको तेलमै जान्थ्यो, त्यो चाहिँ अहिले बिजुलीको चार्जमै चलिरहेको छ। र प्लस पोइन्ट के छ भन्दाखेरि 75 किलोमिटर्सको रेन्ज जुन चाहिँ उहाँहरूले भन्नुहुन्छ अलमोस्ट 75 किलोमिटर्स रहेछ र एक चार्जमा हामीलाई अलमोस्ट हाम्रो एक दिनमा 40 किलोमिटर जतिको रेन्जमा हामी चलिरहेको हुन्छौँ र लगभग 2 दिन चल्छ त्यो चार्जले एकचोटि फुल चार्ज भइसकेपछि। अर्को मलाई प्लस पोइन्ट राम्रो लागेको कुरा चाहिँ के छ भन्दा जुन चाहिँ ट्र्याकिङको सिस्टम छ, मोबाइलमा मैले बसेर हेरेरै ट्र्याक गर्न सक्छु मेरो स्कुटर कहाँ छ, मेरो स्टाफले स्कुटर कहाँ लिएर गइरहेछ र सर्टेन 1-2वटा मन परेको एपको फिचर चाहिँ जस्तै 80 भन्दा माथि स्पिड कुदेछ भने पनि त्यसले मलाई एपले मलाई चाहिँ जानकारी गराइहाल्छ तुरुन्तै। र मैले एउटा रेडियसको पनि जियो फेन्सको पनि फिचर रहेको छ त्यसमा। त्यो जियो फेन्सको फिचरमा चाहिँ मैले 10 किलोमिटरको रेडियस राखेको छु, जुन चाहिँले गर्दा 10 किलोमिटर्सभन्दा बाहिर गयो भने त्यसको छुट्टै नोटिफिकेसन मलाई तुरन्त आइहाल्छ। त्यसले गर्दाखेरि चाहिँ मलाई जुन चाहिँ पहिलाको बाइक जुन चाहिँ हामीले चलाइरहेको थियौँ त्यसमा एडिसन चाहिँ यी कुराहरू चाहिँ एकदम एडिसन भएको छ र मलाई आफूलाई अब एक हिसाबले इकोनोमिकल पनि भएको र साथसाथै चाहिँ त्यसले गर्दाखेरि अहिले अलिकति भ्यालु एडिसन केमा आएको छ भन्दाखेरि चाहिँ तपाईँको मेरो स्कुटरको ट्र्याकिङमा चाहिँ धेरै नै सहज भएको मैले फिल गरेको छु।